हेर्न सक्नुहुन्छ साथीहरू, यो हाम्रो 2082 साल मैले 12मा पढ्ने बेला तीजको दिनमा स्कुलमा क्लासमा बुक पढ्दै गरेको डान्स भिडियो हो। हामी सबै साथीहरू मिलेर गरेको मनोरञ्जन तपाईहरुलाई देखाउन लागिरहेको छु। हेर्नुहोस्। अनि यो चाहिँ 2083 साल वैशाख होइन 82 साल वैशाखमाको हो। वैशाख होइन 82 साल चैत्रमाको हो। हाम्रो लास्ट बिदाइको दिन हाम्रो स्कुलको हामीहरू 12 क्लासको बिदाइको दिनको भिडियो हो। गाइदियो भने सर छैन घटाइदिनु न मुझे घटाइदिनु न हल्का बिस्तारै बिस्तारै भन्दै एउटा बिस्तारै भन्दै बिस्तारै म ठिकमा राख्दा ल छाड दे Hello. Look at here. अनि यो हाम्रो इंग्लिश सरले वीरेन्द्र सरले भन्नुभएको
के शब्द छन् हाम्रो 12 क्लासको विदाइको दिन सरले दिनुभएको शुभकामना हो यो अनि हामीहरूलाई भनेका कुराहरू यो व्यक्तिगत तर्फबाट धेरै टाइम त भएको छैन मलाई यहाँ आएको धेरै विद्यार्थीहरू त एज अ टिचरको रूपमा मलाई तपाईँहरूले चिन्नुहुन्छ होला तर व्यक्तिगत रूपले तपाईँहरूसित धेरै घुलमिल यति हुन सकेको छैन होला मैले र अब यो धेरै भाइ बहिनीहरू कक्षा 1 देखि अथवा त्योभन्दा अगाडिदेखि र कक्षा 12 सम्म नै यहाँ पढ्नुभएको छ र तपाईँहरूले विद्यालयप्रति यहाँका आदरणीय गुरुहरूप्रति यहाँको व्यवस्थापन यहाँको प्रशासन र यहाँको विद्यालयको वातावरणप्रति जुन विश्वास भरोसा राखेर चाहिँ तपाईँहरू यहाँ भर्ना हुनुभएको छ सायद मलाई लाग्छ सरहरूले आफ्नो क्षमताले गन्तव्यले भ्याएसम्म आफ्नो यहाँको स्रोत र साधनले भ्याएसम्म कतै कमी कमजोरी गर्नुभएको छैन होला र आगामी दिनहरूमा पनि त्यो कार्यक्रम त्यसरी चाहिँ विद्यालयको सर्वाङ्गीण विकास बालबालिकाहरूको चाहिँ सर्वाङ्गीण विकासको लागि र तपाईँहरूको भविष्यको उज्जवल गोरेटो पर्नको लागि चाहिँ सरहरूको तर्फबाट र म पनि एउटा विषय टिचरको रूपले सकेसम्म हामी कन्ट्रिब्युसन गर्नेछौँ र तपाईँहरूले जुन 12 का भाइ बहिनीहरू मैले 11 देखि पढाउन थालेको 11 र 12 मा पढाउँदाखेरि केही कुराहरू जुन तपाईँहरूले अपेक्षा गर्नुभएको थियो जुन तपाईँको चाहिँ इङ्ग्लिस टिचरको रूपमा एउटा एक्सपेक्टेसन थियो होला तर त्यो हुनसक्छ मेरो व्यक्तिगत कमजोरीको कारणले अथवा चाहिँ तपाईँहरूको साइकोलोजिकल कुराहरूको चाहिँ एनालिसिस गर्न नसकेको कारणले चाहिँ कहीँ कतै कमी कमजोरी रहेको छ भने त्यसको लागि चाहिँ पर्सनल्ली म सरी भन्न चाहन्छु र कति बेला एउटा कुरा के हुन्छ भने टिचरको रूपमा मैले केही कुराहरू तपाईँहरूलाई कति बेला डाइरेक्टली अथवा चाहिँ कति बेला इन्डाइरेक्टली केही कुराहरू चाहिँ डाँट फटकार गरेको हुनसक्छु अलिकति चाहिँ केही अलिक खस्रो शब्दहरू बोलेको हुनसक्छु ती खस्रा शब्दहरू एउटा गुरुले चाहिँ हाम्रै लागि भन्नुभएको हो हाम्रै यो भलाइको लागि र हाम्रै चाहिँ शुभ होस् भन्ने उद्देश्यले चाहिँ उहाँले भन्नुभएको हो भन्ने हिसाबले तपाईँहरूले त्यसलाई सकारात्मक तरिकाले लिनुहुनेछ र अब यो उसरी त 1 वर्ष पछाडि भन्नु होइन 1 वर्ष पछाडि तपाईँहरूको परीक्षा हुँदैछ होइन 1 वर्ष पछाडि भने यो 82 साल हुँदैछ अब वैशाखको 14 गतेदेखि तपाईँहरूको जुन परीक्षा हुँदैछ त्यो परीक्षामा मैले भन्ने गरेको छु रिजल्ट आउट भयो राष्ट्रिय परीक्षा बोर्डले चाहिँ तपाईँको फोटो शैलीमा डायल गर्नु सबै एन्ट्रीमा गएर चाहिँ त्यहाँ खोज्नुहोस् भन्ने बेला तपाईँले जब रिजल्ट खोज्नुहुनेछ रिजल्ट खोज्दाखेरि फोटो शैलीमा डायल गरेर आफ्नो सिम्पल नम्बर हाल्दा सबैको मोबाइलमा एउटा त्यही स्वर आओस् कङ्ग्रेचुलेसन यु हेभ सेक्युर्ड .gpa भनेर चाहिँ त्यो आओस् कसैकोमा पनि सरी भन्ने शब्द सुन्नु नपरोस् त्यो रिजल्ट आएको बेला सबैलाई चाहिँ कङ्ग्रेचुलेसन भन्ने र तुरुन्तै हातबाट मोबाइल उठाएर नभएपछि आफ्नो दादा दिदी अङ्कल आन्टी बुवा मम्मी जोसित सबैको मोबाइल मागेर चाहिँ आफ्नो बेस्ट गर्ने साथीलाई कङ्ग्रेचुलेसन भन्दै आफूले पनि कङ्ग्रेचुलेसन पाउने र हामी सरहरूले यसपालि 8 कक्षाको रिजल्ट आयो 8 कक्षाको रिजल्ट आउँदाखेरि चाहिँ परीक्षा दिने 26 जना विद्यार्थी उत्तीर्ण भए 4 जना अनि चाहिँ 4 जना हुँदाखेरि यो एउटा नेपालीमा गाना छ मलाई नसोध कहाँ दुख्छ घाउ भन्ने एउटा गाना छ त्यो आगो बिना पनि पोल्दो रहेछ भन्ने त्यो बिना आगोले पोलिने चाहिँ पीडा हामीलाई भएको छ भाइ बहिनीहरूले त्यो पीडा गर्नुहुने छैन अझै जति दिन बाँकी रहेको छ ती दिनहरूमा तपाईँहरूले चाहिँ एकदम मेहनत गर्नुहुनेछ किनकि तपाईँले यो अवधिमा जति मेहनत गर्नुहुन्छ तपाईँले वर्षभरिमा के गर्नुभयो 12 वर्षमा के गर्नुभयो इट डजन्ट म्याटर यसले खासै अर्थ राख्दैन परीक्षा हलमा गएर 3 घन्टाभित्र तपाईँले जे गर्नुहुन्छ त्यही तपाईँको उपलब्धि हुनेछ र त्यही तपाईँको चाहिँ 12 वर्षको चाहिँ मेहनतको परिणाम तपाईँले प्राप्त गर्नुहुनेछ तसर्थ मैले तपाईँहरूलाई कक्षामा पनि पढाउने बेला कयौँ बेला चाहिँ अनुरोध गरेको थिएँ परीक्षा नसकिन्जेलसम्म तपाईँहरू मोबाइललाई चाहिँ अन्य अनि यो चाहिँ अन्तिम बिदाई शुभकामना व्यक्त गर्न लागेको भिडियो हो विनोद चौधरी पनि विपिन चौधरी राखिरहेको विनोद चौधरी
त्यसो 11 भाइ बहिनीहरूले पनि एकचोटि सबैले थाली लगेर टिका लगाइदिनु उहाँहरूलाई बिदाई नगर्थ्यो